अनि के छ यो फास्ट्याग बनेर तपाईँलाई कस्तो अनुभूति भइरहेछ मनमा? यो कस्तो भन्नु छ र खै, राम्रो छ नि, खुसी लाग्यो होइन? राम्रो छ नि, खुसी लाग्यो होइन? हेलो 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 नमस्ते 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 मेरो सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई म फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। म यो नयाँ अनि अर्को पछिल्लो अपडेट भिडियो मार्फत साथीहरू, मैले विगत दिनदेखि नै यहाँलाई केही फाँटीसम्म भिडियोहरूको अपडेट देखाउँदै आइरहेको छु र त्यही चाहिँ निरन्तर स्वरूप आज पनि म यो भिडियो आइसकेको छु। र आज चाहिँ म तपाईँहरूलाई बकाया गाउँपालिका वडा नम्बर 5 को पावस गाउँको पुछारमा, जो चाहिँ सीमा खोलाभन्दा अलिकति यता पावस गाउँको पुछारको चाहिँ फास्ट्याग बाटो के कस्तो हुँदैछ भन्ने बारेमा जानकारी गर्नुपर्ने चाहिँ विशेष चाहिँ अलिकति परिवर्तन के छ त पहिला भन्दाखेरि भनेको चाहिँ शाखा लाइनहरूको पिचको काम सकिएर अब यो पिचको लागि एकदम अन्तिम तयारीमा छ। यहाँनिर सब्बेस ओछ्याएर थिच्ने कामहरू भइसक्यो, तपाईँहरू दृश्य देख्नुहुन्छ र एकदम अन्तिम अवस्थामा पिचको लागि एकदम अन्तिम अवस्था, अन्तिम तयारी पुरा भएको हामी देख्न सक्छौँ। र यो म तपाईँहरूलाई सरसर्ती देखाउँछु र बोलेर भन्दा पनि तपाईँहरूले भिडियोमा प्रत्यक्ष नै हेर्न सक्नुहुन्छ के कस्तो काम हुँदैछ, के हुँदैछ भन्ने कुराहरू हेर्नुहोला राम्रोसँग के कस्तो हुँदो रहेछ र हेरेर प्रतिक्रिया दिनु नबिर्सिनु होला र भिडियो के कस्तो लाग्यो त्यसको बारेमा पनि केही भनिदिनु होला र आगामी दिनमा अझै कस्तो भिडियोहरू हेर्न यहाँहरूले इच्छा चाहना राख्नुभएको छ त्यो तपाईँहरूलाई अपडेटहरू देखाउँदै जाने कोसिस गर्नेछु बाँकी भिडियोबाट है त।
दाइ नमस्ते, स्वागत छ तपाईँलाई मेरो ब्लगमा। त्यसो कता टाढो पुऱ्याउनु भयो? म त्यही साल दोकान गएको भेटेन अनि के छ यो फास्ट्याग बनेर तपाईँलाई कस्तो अनुभूति भइरहेछ मनमा? मनमा कस्तो भन्नु छ र खै, राम्रो छ नि, खुसी लाग्ने होइन? तपाईँको जग्गा परेन? मेरो जग्गा पऱ्यो, यत्तिकै पैसा लिनु बाँकी छ। हो र? अब यो यहाँ पिच अस्ति म बच्चा बिरामी काठमाडौँ लगेँ। अब यो फस्टाको चाहिँ पैसा पाएको छ नि, हाम्रो नम्बरै अहिले 2-3 कथाको चाहिँ पाएको छ नि, यहाँ अब पिच गर्ने बेला धुक्नु पऱ्यो। यस प्रोसेसमा छ। अब त्यो धुक्ने अब धुकेर यहाँ छ। अब यहाँ अस्ति आफू बच्चा बिरामी कामतिर गयो, यतातिर गरेको कसरी के कारण पाउनु हो त? नि सबै दिइसकेन पहिला मलाई आर्मीले ऐलाइन छ भने होइन, ऐलाइन छ भने नम्बर छ दाइ माझी दाइ पिरमान बनेन। अनि पछि भाइले पहिला ऐलाइन पाउँदैन भनेर भने भाइ पनि बाँच खालको भाइ के हो लात हो कि सोझो होइन, प्रतिनिधि भएको जस्तो मान्छे। अब यति जग्गा छ, 2-3 कथा कति छ, अब यो कति चाहिँ पैसा यहाँ रोकेर सबैजना मान्छे रोकेर चाहिँ पैसा लिनु पऱ्यो कि। जस भनेपछि खुसी सँगसँगै केही अलिअलि ऊ पनि छ, गुनासोहरू पनि छ। जो समग्रमा चाहिँ एकदम धेरै चाहिँ खुसी हुनुहुन्छ। ल ठिक छ। अब देश गौरवको एउटा योजना हो, आयोजना हो, सबैजना मन खुसी हुनुपर्छ। ल अरू केही भन्न चाहनुहुन्छ लास्टमा? के भन्छ, यतिकै हाम्रो पैसा पाउँछ, आएको पैसा त मलाई नझुकाइदियोस्, कसैले लाता भए पनि दाजु नदिनुपर्छ। अब आर्मी ल्याएर बोलाउने, आर्मी पात्र पनि आर्मी ल्याएर चाहिँ अब सबै अब तपाईँहरू सब प्रतिनिधि मान्छे ल्याएर ल्याएर यहाँ रोकेर चाहिँ कुरा गर्नु। ल ठिक छ, धन्यवाद। छोटो मिठो गफलाई के भन्छ, भाइ